नमस्ते र स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्नेछौँ जसले हामी सबैलाई कहिलेकाहीँ न कहिले असर गर्छ। डर। विशेष गरी भारतीय दार्शनिक जीरू कृष्णमूर्तिले डरलाई कसरी हेर्नु भएको छ र हामी यसबाट कसरी मुक्त हुन सक्छौँ भन्ने बारेमा हामी छलफल गर्नेछौँ। डर भनेको के हो? कृष्णमूर्ति भन्नुहुन्छ, डर भनेको केवल एउटा विचार हो। यो हाम्रो दिमागले सिर्जना गर्ने एउटा प्रतिक्रिया हो। यो भविष्यमा केही नराम्रो हुन सक्छ भन्ने अनुमान हो। यो केही गुमाउनु पर्ला भन्ने चिन्ता हो वा कुनै कुरामा असफल भइन्छ कि भन्ने आशंका हो। तर के यो डर साँच्चै वास्तविक हो वा यो केवल हाम्रो मनको खेल हो? कृष्णमूर्ति भन्नुहुन्छ, हामी अक्सर डरलाई बाहिरी घटनासँग जोड्छौँ, जस्तै परीक्षाको डर, जागिर गुमाउने डर वा कसैले छोडेर जाने डर। तर यी सबै डरका बाहिरी रूप मात्र हुन्। भित्री कारण त हाम्रो आफ्नै सोच र धारणा हो। हामीलाई केही कुरामा आसक्ति छ। हामी केही कुरालाई सुरक्षित ठान्छौँ। जब त्यो कुरा गुम्ने खतरा देखिन्छ, तब डर लाग्छ। जस्तै यदि हामीलाई हाम्रो प्रतिष्ठा धेरै प्यारो छ भने समाजले के भन्ला भन्ने डर लाग्न सक्छ। यदि हामीलाई पैसा धेरै प्रिय छ भने गरिब भइन्छ कि भन्ने डर लाग्न सक्छ। त्यसैले कृष्णमूर्ति भन्छन्, डरको जरो हो आसक्ति, लगाव र केही कुरामा सुरक्षित महसुस गर्ने चाहना। यो म भन्ने भावना, मेरो यो, मेरो त्यो भन्ने भाव नै डरको मूल कारण हो। भाग 2, डरबाट कसरी मुक्त हुने? कृष्णमूर्तिले डरबाट मुक्त हुने कुनै जादुई सूत्र दिनुहुन्न। उहाँले कुनै बाहिरी उपाय वा तरिका सिकाउनुहुन्न। बरु उहाँले हामीलाई आफूभित्र हेर्न प्रेरित गर्नुहुन्छ। 1. डरलाई बुझ्नु, न कि दबाउनु। सबैभन्दा पहिलो कुरा, जब डर लाग्छ, त्यसलाई दबाउने कोसिस नगर्नुहोस्। त्यसलाई चिन्नुहोस्, त्यसलाई स्वीकार्नुहोस्। त्यो डर कस्तो छ? त्यो कहाँबाट आएको छ? त्यसको मूल कारण के हो? जब तपाईँ डरको सामना गर्नुहुन्छ, त्यसलाई गहिराईमा गएर हेर्नुहुन्छ, तब त्यसको शक्ति कम हुन थाल्छ। 2. वर्तमानमा बाँच्नु। डर प्राय भविष्यको बारेमा हुन्छ। हामी भविष्यमा के होला भनेर चिन्तित हुन्छौँ। तर कृष्णमूर्ति भन्छन्, भविष्य त केवल विचारको उपज हो। वास्तविक जीवन त यही वर्तमान क्षणमा छ। जब तपाईँ पूर्ण रूपमा वर्तमान क्षणमा बाँच्न सिक्नुहुन्छ, तब भविष्यको चिन्ता आफै कम हुन थाल्छ। यसको मतलब यो होइन कि योजना नबनाउनुहोस्, तर भविष्यको चिन्तामा वर्तमानलाई नगुमाउनुहोस्। 3. मको भावनालाई बुझ्नु। हाम्रो डर प्राय मसँग जोडिएको हुन्छ। मेरो शरीर, मेरो मन, मेरो विचार, मेरो सम्बन्ध, मेरो सम्पत्ति। जब हामी यो म भन्ने भावनालाई गहिराईमा गएर हेर्छौँ, तब बुझ्छौँ कि यो पनि एक निर्माण मात्र हो। यसलाई बुझ्दै जाँदा यसमाथिको आसक्ति कम हुन्छ र डर पनि घट्छ। 4. विचारको प्रकृतिलाई चिन्नु। कृष्णमूर्ति भन्छन्, विचार आफैमा न त राम्रो हो न त नराम्रो। तर विचारले सिर्जना गर्ने भ्रमले हामीलाई डराउँछ। जब हामी विचारको प्रक्रियालाई नजिकबाट हेर्छौँ, तब हामी बुझ्छौँ कि विचारहरू केवल अतीतका अनुभवहरूको सङ्कलन हो। ती वर्तमानको लागि सधैँ सत्य हुँदैनन्। विचारहरूमाथि नियन्त्रण गर्ने भन्दा विचारहरूलाई हेर्ने क्षमता विकास गर्नु महत्त्वपूर्ण छ। 5. चेतनाको अवस्थामा रहनु। कृष्णमूर्तिले चेतनामा धेरै जोड दिनुभएको छ। जब तपाईँ सचेत हुनुहुन्छ, तब तपाईँ आफ्नो विचार, भावना र प्रतिक्रियाहरूलाई हेर्न सक्नुहुन्छ, तीभित्र नपसी। यो सचेत अवस्थामा डर आफैले आफ्नो अर्थ गुमाउँछ। जस्तै जब तपाईँ अँध्यारो कोठामा बत्ती बाल्नुहुन्छ, अँध्यारो आफै हराउँछ। त्यसै गरी सचेतनाको प्रकाशमा डर टिक्न सक्दैन। 6. पूर्ण ध्यान। जब तपाईँ कुनै कुरामा पूर्ण ध्यान दिनुहुन्छ, तब अन्य कुराहरू जस्तै डर पछाडि हट्छ। यदि तपाईँ कुनै काम गरिरहनु भएको छ भने त्यसमा पूर्ण रूपमा हराइदिनुहोस्। यसले तपाईँको मनलाई भटकनबाट रोक्छ र डरलाई प्रवेश गर्ने ठाउँ दिँदैन। भाग 3. निष्कर्ष। डर भनेको हाम्रो मनले सिर्जना गरेको एउटा भ्रम हो। यो हाम्रो आसक्ति, हाम्रो असुरक्षित। जब तपाईँ कुनै कुरामा पूर्ण ध्यान दिनुहुन्छ, तब अन्य कुराहरू जस्तै डर
पछाडि हट्छ। यदि तपाईँ कुनै काम गरिरहनु भएको छ भने त्यसमा पूर्ण रूपमा हराइदिनुहोस्। यसले तपाईँको मनलाई भट्कनबाट रोक्छ र डरलाई प्रवेश गर्ने ठाउँ दिँदैन। डर भनेको हाम्रो मनले सिर्जना गरेको एउटा भ्रम हो। यो हाम्रो आसक्ति, हाम्रो असुरक्षित महसुस गर्ने चाहना र भविष्यको चिन्ताबाट उत्पन्न हुन्छ। कृष्णमूर्तिले हामीलाई डरलाई दबाउन वा भाग्न सिकाउनुहुन्न, बरु त्यसलाई गहिराईमा बुझ्न, वर्तमानमा बाँच्न, मको भावनालाई चिन्न, विचारहरूको प्रकृतिलाई हेर्न र सचेत रहन प्रेरित गर्नुहुन्छ। जब हामी यी कुराहरूलाई अभ्यास गर्छौं तब हामी क्रमशः डरको शिकार हुनुबाट मुक्त हुन थाल्छौं। यो एक दिनमा हुने कुरा होइन, तर निरन्तरको अभ्यास र आत्मअन्वेषणले यो सम्भव छ। आशा छ यो छलफलले तपाईलाई डरलाई बुझ्न र त्यसबाट मुक्त हुन मद्दत गर्नेछ। धन्यवाद।